धनुषा जिल्लाको यो देवपुरामा भएको अनि सालमेजी चर्चमा चाहिँ हिन्दू सम्राट सेनाका व्यक्तिहरूले आक्रमण गरिकन त्यहाँको अगुवाजीहरूलाई पनि कुटपिट गर्ने हातपात गर्ने इत्यादि कामहरू गरिरहेका छौँ। र कामले गर्दाखेरि त्यसैको लागि हामी ध्यान आकर्षण गर्नको लागि गृह मन्त्रालयमा अनि त्यहाँनिर प्रधानमन्त्रीज्यूकोमा आएको अनि अब हामी अहिले चाहिँ गएर हामी चाहिँ राष्ट्रपतिज्यूकोमा पनि जानेछौँ। आफूलाई चाहिँ के भन्छ भने हिन्दू सम्राट सेनाको नेता कार्यकर्ता हौँ भन्नेहरूले चाहिँ यहाँको चर्च बन्द गरिदिने, ताला चाबी लगाइदिने, हातपात गर्ने कार्यहरू भएपछि हामीले त्यसको लागि चाहिँ यहाँ गृहमन्त्रीसँग भेट्नलाई समय मागेका थियौँ। उहाँको सचिवालयले समय उपलब्ध नगराएको कारणले हामी आज 10 जनाको टिम सिधै एलपिजे फेलोसिपको तर्फबाट आएर यहाँ चाहिँ हामीले हाम्रो ध्यानाकर्षण पत्र चाहिँ बुझाएको छौँ। त्यसैको लागि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा आज हामी दर्ता गरेर आएको छौँ। यही कुरा चाहिँ हामी अब फेरि राष्ट्रपति कार्यालयमा पनि हामी लगेर दर्ता गराउँछौँ र राज्यले यदि आवश्यक छानबिन गरेर कारबाही नगरेको खण्डमा फेरि हामी आवश्यक कदम अझै जोरदारसँगले सशक्त रूपमा हामी अगाडि बढाउँछौँ।